हेलो गाइज आफ्टर लङ टाइम पछि ब्लगमा स्वागत छ तपाईँहरूलाई। आज रुममा केही ड्युटी सकेर केही काम नभएको बेला सो बाहिर मार्केटतिर घुम्न मेरो अवस्था। हामी 3 जना छौँ है साथीहरू। मौसम मिठो घाम लागिरहेको छ बाहिरतिर, मौसम एकदम राम्रो ताजाको। त्यही नै हो, अरू भन्नु त के नै छ र। छोटो मिठो ब्लगै साथीहरू, हेरेर माया गरिदिनु होला। बाहिरको वातावरण अगाडिको यस्तो वातावरण छ। ल है साथीहरू, के छ हौ स्थिति, ठिक छ नि? क्या मिठो घाम लागिरहेछ नि। फाइनली तालमा आइसकेको अवस्था है। ताल आउनुभन्दा अगाडि चाहिँ थोरै पार्क छ है, यहाँ ठुलो पार्कहरू छ। यस्तो यहाँको वातावरण चाहिँ यस्तो छ, पार्कहरू थोरै चाहिँ यहाँको होइन। त्यही नै हो, अरू त के छ र। छुट्टीको दिनमा अलि रमाइलो गर्ने त्यही नै छ जिन्दगी, परदेशको जिन्दगी के छ र अरू। अनि यस्तो छ यो एकजना दाइ चाहिँ हिँडिरहेछ सर र ब्लग हुँदैछ, उसको पनि ब्लग हुँदैछ। ब्लग उसको पनि यताको बात अरू भ्यूहरू चाहिँ यस्तो छ है। यहाँको भ्यूहरू चाहिँ ठिक छ नि प्रेम दाई? फाइनल्ली तालमा आइसक्यो साथीहरू। 2-3 मिनटको हिँडाइपछि फाइनल्ली तालमा आइसक्यो। क्या रमाइलो छ, यहाँको भ्यूहरू त्यस्तो छ अहिलेको। हेर्नु होला क्या रमाइलो सुनसान वातावरण छ। साथीहरू जुम गरेर देखाउँछु म तपाईँहरूले। कस्तो दामी हाँस, दामी छ त है। के हाँस खोइ मलाई पनि थाहा भने यसको हाँस। ल है साथीहरू, जानको अवस्था यस्तो छ। तालमा चाहिँ हाँसहरू पौडी खेलिरहेको देखिन्छ। अवस्था है। अरू त के नै छ र, यस्तै छ अरू त साथीहरू। अरू त के नै छ र। धेरै समयपछि रुममा बस्दा फाइदा लगाएपछि घुम्नको लागि तालमा आइपुग्यो है। यस्तै छ। ल साथीहरू, बाँकी चाहिँ केही समयपछि फेरि भेटिनेछ है।
गाइस तालको केही समयको घुमघाम मैले घुमघाम पछि हाम्रो गन्तव्य चाहिँ रुमतिर केही समय रमाइलो पनि भयो देख्नुभयो होला अगाडिको भिडियोमा हाम्रो यो 3 करोडको पुल देखाइदेऊ त भाइ जाने हाम्रो नजानेको 3 करोडको पुल हो है अब 3 करोडको पुल है हाम्रो केपी भाले बनाएको है केपी भाले यो चाहिँ बल्ल नयाँ बन्छ नयाँ बन्छ अब चाहिँ भालेले नयाँ बनाउँछ है साथीहरू अब चाहिँ यस्तो छ हिरा दाजु चाहिँ अब टक्क पिङ खेल्दै हुनुहुन्छ है पिङ खेल्दै है पिङ यहाँ छ है म पनि खेल्छु मेरो पनि ल है म पनि त केटाकेटी नै हो ल हिरा दाई त पिङ नखेली भाग्नुभयो हिरा दाई त हाम्रो प्रेम दाई चाहिँ पिङ खेल्दै हुनुहुन्छ है ल है साथीहरू अब जे मान्छे बुढो भए पनि यो बचपन चाहिँ जाँदो रहेछ है के भन्छ उमेर बचपनका दिल बचपनका भन्ने यही हो साथीहरू ल यही नै छ अरू त के हुनु छ र हाम्रो एउटा दाइले चाहिँ गुले चाप पारेर तुफान भागिसक्नु भयो साथीहरू पर पुगिसक्नु भयो पर रनिङ हान्दै हुनुहुन्छ रनिङ ल है साथीहरू गुले चाप परे गुले चाप परे गुले हामी चाहिँ बिस्तारै रुममा हामी दुईजना चाहिँ बिस्तारै रुममा जाँदैछौँ है हामीलाई त्यस्तो केही हतार छैन है नै हो अरू त के छ र अरू त भन्नु के नै छ र जाने नजानेको भ्लग स्टार्ट गर्ने हो साथीहरू अब माया चाहिँ गर्नै पर्ने हुन्छ तपाईँहरूले सुरुमा त यस्तै हो खासै हाम्रो भ्लग त गराउन सकिँदैन बिस्तारै अब गराउँदा भ्लगहरू आइहाल्छ हाम्रो अरू त के नै छ र भन्नुपर्ने खै साथीहरू तर यहाँको ठाउँहरू चाहिँ एकदम राम्रो है साथीहरू हुन्छ नि त अब नेपालमा भन्दा चाहिँ विदेशतिर चाहिँ सफा त्यस्तै अनि ठाउँहरू पनि त्यस्तै साथीहरू रेलको पटरी पनि देखाइदेऊ न अनि हाम्रो यहाँ चाहिँ आडोमा चाहिँ रेलको पटरीहरू पनि छ है साथीहरू रेलहरू पनि बेला आइरहेको छ अरू त के छ र अनि यस्तै नै छ गाडी बन्दैछ यहाँ अब सिट हाल्न बाँकी छ अरू त के नै छ र साथीहरू ल है हाम्रो नेपालमा पनि हुनु पऱ्यो यस्तै टक्क घर बाहिर फोहोर हाल्ने भनेर टक्क सिसा एकतिर प्लास्टिक एकतिर फलाम एकतिर यो चाहिँ हुनु पऱ्यो नेपालमा पनि तर हाम्रो नेपालमा छैन यस्तो हाम्रो नेपालमा चाहिँ दुईजना दाजुहरू चाहिँ अगाडि दौडिसके म चाहिँ बिस्तारै ब्लग गर्दै पछि हिँडिरहेको छु है यस्तो छ यहाँको वातावरण चाहिँ सफा सफा चाहिँ एकदम सफा छ यहाँको ठाउँहरू चाहिँ एकदम सुनसान सफा त्यस्तो चाहिँ छ यहाँको वातावरण अनि फाइनली गाइज ल भिडियो यतिमै इन्ड गर्न चाहन्छु तपाईँहरूले माया र सपोर्ट गरिराख्नु होला लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला तपाईँहरूको मायाले गर्दा नै म भ्लगहरू यस्तै माया आइराख्यो भने म भ्लगहरू निरन्तरता दिने कोसिस गर्छु तैपनि टाइम मिलेसम्म यस्तै छ परदेशमा अरू त के हुनु छ र परदेशमा टाइम मिल्न गाह्रो छ तपाईँहरूलाई पनि थाहा नै होला कति गाह्रो हुन्छ भन्ने अनि आजको भ्लग चाहिँ यहीँ इन्ड गर्न चाहन्छु हस्त धन्यवाद थ्याङ्क यू फर वाचिङ